सबैलाई एउटा जानकारी दिन चाहन्छु। यो कुमाई हाई स्कुलको स्ट्रक्चर 240 हेर्नुहोस् है, 240 छ हैन। यही नानीलाई फेरि कसरी उठायो? यही नानीलाई 460 रुपियाँ उठाइयो। 240 एउटा फिस छ, अर्को रसिदमा 460 छ कुमाई हाई स्कुलको। हेर्नुहोस् है राम्रोसित, यही 240 रुपियाँ अर्को कुमाईमा उठाएको छ हो। अनि अर्को यतापट्टि त्यही नानीलाई कति 510 रुपियाँ उठाएको छ। अब डिएमलाई देखाउँछ, डिआईलाई देखाउँछ 240 नै उठाउँदैछौँ भन्छ, तर अर्को रसिद चाहिँ उनीहरूले देखाउँदैन। यसरी हामीलाई बुल्चे गर्दैछ। अब यो गर्ल्स हाई स्कुलको ओल्ड स्टुडेन्टको क्लास 4 को नानीको फिस 2300 रुपियाँ, नयाँ नानीको 4200 रुपियाँ छ है फिस। हेर्नुहोस् गर्ल्स हाई स्कुलको क्लास 4 को 240 हुनुपर्ने। अब कुरा आयो फेरि सेन्ट फिलोमिना स्कुलको नयाँ आयो फेरि 240 रुपियाँ। हिजो मैले अर्को देखाएको थिएँ, आज 240 रुपियाँ चाहिँ उहाँहरूले फिस काटेको छ। हेर्नुहोस्। अनि फेरि त्यहाँ अरूको पेजमा चाहिँ फिस त्यही नानीलाई चाहिँ 2860 रुपियाँ उठाइयो। लु भन्नुहोस् त, लु भन्नुहोस् न। अब यो यस्तो यो खालको नीतिले शिक्षा कहाँ पुग्छ? कि गर्ल्स हाई स्कुलको क्लास 8 को फिस 6200 रुपियाँ। क्लास 8 को फिस है 6200 रुपियाँ, जहाँ चाहिँ फ्री एजुकेसन छ 1 देखि क्लास 8 सम्म। लु भन्नुहोस् त, 6200 रुपियाँ उठाउँदैछ कि। हेर्नुहोस्। अब फिलोमिनाको फिस 2020 मा चाहिँ फिलोमिनाले 1000 रुपियाँ चाहिँ डोनेसन माग्यो स्कुल बिल्डिङको लागि। अनि डिएमलाई कम्प्लेन पनि गरेको थियो 2020 मा, सुनवाई भएन। अनि गार्जेन्स र स्टुडेन्टलाई के भन्यो? भोलन्टियरली हामीले 1000 रुपियाँ दिएको स्कुल बिल्डिङको लागि भनेर भन्यो। तर अलरेडी फन्ड सेङ्सन भइसकेको थियो। नानीहरूकोबाट 1000 रुपियाँ चाहिँ किन उठाइयो? आज फेरि भन्छ म स्व इच्छाले नानीहरूले गार्जेन्सले फिस तिरेको भन्छ है फेरि। त्यो चाहिँ जबरजस्त थियो। जसले फिस तिरेको छैन उनीहरूलाई होमवर्क पनि दिएको छैन। सेन्ट फिलोमिनामा होमवर्क दिँदैन भने होमवर्क गर्नु दिँदैन, हामी होमवर्क दिँदैनौँ भनेर भन्दैछ। गार्जेन्सले हिजो आएर आज आएर हामीलाई कम्प्लेन गर्दैछ, वाट्सएप गर्दैछ गार्जेन्सहरूले। भन्नुहोस् लु, अब यो खालको छ कुमाई। अब के कता भन्नु, कसलाई भन्नु? आज 3 दिन भयो, 4, 5, 6 तारिकसम्म हाम्रो साङ्केतिक हडताल हो। न डिएम अफिसबाट कोही आउँछ, न डिआई अफिसबाट कोही आउँछ, न एसआई अफिसबाट कोही आउँछ। अब हुँदैन भने यो कन्टिन्यू हुन्छ। आज अन्तिम हो, तर अब सुनवाई भएन भने यो साङ्केतिक भोक हडताल चाहिँ कन्टिन्यू हुन्छ। र पनि भएन भने आमरणमा पनि परिणत हुन सक्छ। र हामी यो सम्बन्धित विभाग, शिक्षा विभाग, डिएम, स्कुल पक्ष, एसआई, डिआईलाई चाहिँ तपाईँहरूकै च्यानल मार्फत हामी भन्दछौँ कि तपाईँहरूले यसमा पहल गर्ने कि नगर्ने, कि आमरण अनसन बस्नुपर्ने हामी, कि कोर्टमा जानुपर्ने बाटो चाहिँ तय गरिदिनु पर्छ। अब भयो यो बेसी भयो। अर्को त झन् गिड्डाब्लिङ हाई स्कुल चाहिँ कालिम्पोङको सबभन्दा करप्टेड हाई स्कुल हो भनेर त्यहाँको डल्लै गार्जेनले वाट्सएपमा मेसेज पठाएको छ। किनभने 2019-20 देखि 21-22 त फिसको रसिद धरि काटेको छैन। किन गिड्डाब्लिङ हाई स्कुलको चाहिँ हाइकोर्टमा केस भएको थियो फिस विषय लिएर। अनि फिसको रसिद काटिँदैन। मन परि 3000, 4000, 5000 रुपियाँ गिड्डाब्लिङ हाई स्कुलमा फिस असुल्दैछ। म तपाईँलाई 2019 को अगाडिको म रसिद देखाउँछु गिड्डाब्लिङ हाई स्कुलको। 1900 रुपियाँ यो 18 सालको 2018 गिड्डाब्लिङ हाई स्कुलको। अहिले त रसिद काट्दैन, रसिद दिँदैन नानीहरूलाई, गार्जेन्सलाई। 3000 देखि 4000 रुपियाँ उठाउँदैछ गिड्डाब्लिङमा। अर्को कुरो, अब अवैध शिक्षा नियुक्ति बन्द हुनुपर्छ भन्दैछ नि। 2 अप्रेलको दिन है, अस्तिको दिन 2 अप्रेलको दिन जुद्धवीर हायर सेकेन्डरी स्कुलमा हिन्दीको टिचर एपोइन्टमेन्ट गर्यो विदाउट इन्टरभ्यू। त्यहाँनिर एमसी को मियाद पनि 31 मार्चमा सकियो, एमसी पनि छैन। सिनियर टिचरहरूलाई धरि सोधिएन। नसोधिकन एउटा राजनैतिक दलको मान्छेको
सिफारिसमा एउटा राजनीतिक दलको सिफारिसमा हिन्दीको टिचर 2 अप्रिलको दिन अपोइन्टमेन्ट भयो जुद्धवीर हायर सेकेन्डरी स्कुलमा। त्यो अपोइन्टमेन्ट रोकिनुपर्छ, त्यहाँ इन्टरभ्यू कल हुनुपर्छ। एनसीटीई को नर्म्सको आधारमा इन्टरभ्यू कल गरेर एलिजिबल क्यान्डिडेटले त्यो हिन्दीको टिचर एपोइन्टमेन्ट पाएको हुनुपर्छ। हामी यहीँबाट डिआईलाई, डिएमलाई अनि जुद्धवीर हाई स्कुललाई यहीँबाट यही च्यानल मार्फत जानकारी गराउन चाहन्छौँ। आएर जुद्धवीर हाई स्कुलमै हामी फेरि अनसन बस्न नपरोस्। त्यो एपोइन्टमेन्ट रद्द भएर बाकायदा नोटिस न्युज पेपरमा, लोकल न्युज पेपरमा समय मियाद पूर्ण दिएर कति पढेको हुनुपर्छ एनसीटी नर्म्सको आधारमा चाहिँ एडभर्टिजमेन्ट गरेर चाहिँ त्यहाँनिर अन्तर्वार्ता भएर मात्रै एपोइन्टमेन्ट भएको हुनुपर्छ। र यो खालको अवैध झन्डा बोक्ने एउटा पार्टीको मान्छेले मात्रै एपोइन्टमेन्ट पायो, यसरी मन परी फिस असुल्यो भनेदेखि चाहिँ अब हाम्रो यो धरना, यो हडताल चाहिँ कन्टिन्यू रहन्छ। यही मार्फत डिएमलाई, डिआईलाई, स्कुल पक्षलाई जानकारी गराउन चाहन्छौँ। पहल गर्नुहोस्, अन्यथा हामी आमरण अनसनमा पनि बस्न चाहन्छौँ। धन्यवाद।